ल 5-6 दिन पछाडि यसरी यत्तिकै आइरहेछ। पानीको कारणले यो नआएको थिएछ है। आज चाहिँ आयो है। पसिसक्यो ल त्यहाँ सर्लक्क लाएर बस्दैछ सर्लक्क लाएर खर आयो गाई चाहिँ अहिले हेर्दा आयो यतै पारिबाट। बबाल रहेछ म ल हेर्नु होला। फेरि आएछ तर आउँदा यिनीहरूले कहिले पनि चिल्दैन अरे। त्यो आइराखेको छ है ल। कति दिन पछाडि अड्दैन क्या मौरी त जस्तो लागिरहेछ।